अक्षरबाट अब पहिले केही हामीले आउँदैन थियो कालो अक्षर भैँसी बराबर थियो अनि अहिले हामी पढेर म पढेर अहिले मेरो आफैको नाम लेख्न सक्ने भएँ धेरै राम्रो भयो खरायो खरायो गर्भवती गर्भवती गमला गमला नपढ्दा मलाई धेरै दुःख लागेको थियो अहिले आफूले नपढे पनि मैले छोराछोरीलाई धेरै पढाएको छु अहिले आफूले पढ्नु पाएर धेरै खुसी पाएको छु पहिलेदेखि नै मन लागिरहेको थियो नपाएर सबैले नदिएर साथ नपाएर अब यस्तै बच्चा बच्ची हुर्काउँदाखेरि यस्तै दुःख पाइयो सकिएन अहिले अब यसो भएका बेला समय बिताउनु पाए हुन्थ्यो पढ्न पाए हुन्थ्यो जस्तो मन लाग्छ डडेलो हाम्रो पालामा त हाम्रो बुवा आमाहरूले छोरी मान्छेलाई पढ्नु हुँदैन भन्नुहुन्थ्यो दाइहरूलाई पढाइछु हामीलाई पढाइथेन अहिले त बुवा आमालाई देख्यो नि रिस उठाउँछ पढ्नु नपाएर धेरै जरुरी रहेछ नि अब छोरीहरूलाई पढ्नु हुँदैन स्कुल पठाउनु हुँदैन भन्ने समय थियो त्यतिखेर हामीसम्म पाएन भनौँ न तर दाइहरूले पढ्नु भयो अब अहिले त चित्त दुख्छ नि त्यही भएर अहिले चाहिँ छोरछोरीलाई पढाएर भए पनि अब हामीले नपढेको भए पनि बच्चाहरूलाई पढाएर अब छोरछोरीले पनि जानुहोस् मम्मी पढ्नुपर्छ कहाँ परोसी चाहिँ खोलिया छ भन्छन् अनि हामी खोजी खोजी आउँछौँ फाइदा भयो चाहिँ नि आफ्नो नाउँ लेख्न जान्ने छ अब इङ्ग्लिसबाट पनि जान्नुपर्छ नेपालीबाट पनि जान्नुपर्छ अलिअलि अक्षर यसो नेपाली अक्षर पनि सिक्न रहर थियो सिक्न आइरहेको छौँ यसले पढाइरहनु भएको छ अर्थ के भन्नु अनि मैले मित्रबारमा पढेको अहिले 13-14 वर्ष भयो है पहिला चाहिँ झन् यहाँभन्दा धेरै नपढ्नु भएको महिलाहरू आउनुहुन्थ्यो अहिले चाहिँ त्योभन्दा धेरै सुधार भइसकेको छ अहिले महिला विद्यालयहरू खुलेको छ अनि हामीले पढाएको महिलाहरू पनि यहाँ हामीले पढाएको ठाउँबाट गएर 4-5मा भर्ना भएर अहिले कलेज पनि पढ्नु भएको छ कतिजना है अनि अब उहाँहरूलाई पढाउनु पाउँदा खुसी लाग्छ उहाँहरूले केही अक्षर जान्नुहुन्छ बुझ्नुहुन्छ उहाँहरू पनि खुसी हुनुहुन्छ अनि आफूलाई पनि खुसी लाग्छ उहाँहरूबाट धेरै कुराहरू जान्न पाइन्छ घरेसी कुराहरू सिक्न पाइन्छ त्यो हिसाब कति जहाँ ल्याउनु भएको छ नि त्यही लिएर ल्याइन्छ त्यो पनि चाहिन्छ महिलाहरूको लागि अझ धेरै ठाउँमा पढ्ने ठाउँहरू खोलिदियोस् होइन त्यहाँ सरकारले पनि अनि संस्थाहरूले पनि त्यो 2-3 महिनाको लागि मात्रै होइन कि 2-3 महिनाले उहाँहरूले धेरै बुझ्नुहुन्न पढेको नि बिर्सिनुहुन्छ अलि समयसम्म अलि अब 1 वर्ष होइन त्यस्तो होस् अनि उहाँहरूलाई पढ्न पनि आउँछ उहाँहरूले अब हस्पिटल जाँदाखेरि नम्बर हेर्न सक्नुहुन्छ बसको नम्बर हेरेर कहाँ जाने भनेर चिन्नुहुन्छ गाडी नम्बर हेर्नुहुन्छ अनि बुढाबुढी भएकोहरूले अब त्यो भजनहरू पढ्न सक्ने हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ मैले पढाएको विद्यार्थी चाहिँ पढ्नु भएको उहाँ आमाहरूलाई चाहिँ कतिले चाहिँ बच्चाहरूले उहाँहरूको नाति अथवा छोराहरू उनीहरूले पनि आज के तिथि यस्तो नभनिदिएको कारणले पनि पढ्न आउनुभएको छ है कतिले चाहिँ आफ्नो श्रीमानसँग लुकाएर पनि आउनुभएको छ त्यसरी पढ्नको लागि हामीले घर परिवारले पनि सहयोग गरौँ अनि सरकारले पनि अनि संस्थाहरूले नै सहयोग गरेर महिलाहरूलाई माथि जाने बाटो बनाउँ पढ्नुले धेरै जरुरी रहेछ है कहीँ जाँदाखेरि पनि पढाइ लेखाइ भएको जस्तो नहुँदो रहेछ एकदम चाहिँ परोशिक्षा पढेर धेरै फाइदा पाएको छौँ अब ठाउँमा जाँदाखेरि यसो सानोतिनो यसो नेपालीमा लेखेको छ भने साइनबोर्ड हेर्न सक्छौँ अब सानोतिनो यसो किताबहरू यसो हेर्न सक्छौँ पत्रिकाहरू पनि ठुल्ठुलो अक्षरमा छ भनेदेखि नेपालीमा हेर्न सक्छौँ
पढ्न एकदम राम्रो सबभन्दा ठुलो महत्त्व छ एकदम राम्रो नि पढ्नु हामीले यस्तो शिक्षा पाउँदाखेरि पनि धेरै खुसी लागेको छ मलाई त असाध्यै रमाइलो राम्रो लाग्छ पढ्नु पाए हुन्छ जस्तो लाग्छ धेरै पढ्न आउँ जस्तो लाग्छ यसो किताब हेरेर बसौँ जस्तो लाग्छ अनि यसो समय बिताउन पनि पाइन्छ सजिलो हुन्छ धेरै रमाइलो लाग्छ पढेपछि धेरै राम्रो भइरहेछ नि नपढेको भन्दा पढेको र नपढेको कहाँ मिल्ने अब जहीँ जाँदाखेरि पनि एक दुई अक्षर यसो हेर्नु सक्यो एक दुई अक्षर पढ्नु सक्यो बाटोहरू देख्यो अलिअलि पढ्ने इच्छा छ धेरै छ पढ्ने इच्छा छ हामीले त अझै जान्न पाए अझैदेखि कोटाहरू आयो भनेदेखि अझै राम्रोसँग पढ्नलाई अझ आमाहरू यस्तो कुरा त पढ्दैन हुन्छ नि हाम्रो त उमेर छ अझै पढाउन भन्ने छ अब हजुरहरूले सहयोग गर्नु हो भने पढ्ने धेरै रमाइलो लाग्छ